सन्चै नै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज टक्क स्कुलबाट छुट्टी त भएन, सोधेर आएको। अनि त्यसपछि हाकम दाइले साथी दाइसँग मेला घुम्न जाम भन्नुभएको छ। त्यही भएर टक्क बाटोमा हिँड्दै बनाएको छु भ्लग बेर भएर। टक्क अब हजुरलाई अरू पनि देखाउने छु राति नै। ल है, हामी ट्याक्क चोकसीमा आइसकेको छौँ। अनि चोकदेखि अब गाडी साडी चढ्छौँ अनि हजुरलाई आस्ते देखाउने छु। कन्टिन्यू भिडियो आइरहन्छ। अनि हजुरले भन्नुभयो होला खालि कहिले फुटबलको राख्छ कहिले भलिबलको राख्छ भन्नुहुन्छ। म अलराउन्डरै हो। अनि टक्क सबैजनाले माया गरिदिनु होला। राम्रो कन्टेन्ट आयो भने राम्रो। धेरैजनाले कन्टेन्ट किन राख्दिनुहोस् भन्नुहुन्छ। अब आउन अब बनाउँदाखेरि मिल्दिनँ। अनि टक्क अब पाएँ भने राख्छु। टक्क हजुरलाई देखाउने छु। बल्ल सुरुवात हुँदैछ अनि भ्लगको। अहिले त मलाई बाल लाग्दिन कि पहिला पो लाज लाग्थ्यो र अहिले त त्यो भित्ता हिरो भइसक्यो नि त होइन र। टक्क है अब म टक्क हजुरलाई आस्ते अरू टक्क 4 नम्बर आयो। अब अगाडि छ अरे गाडी रोकेको छ। बनाउन पाएन फेरि गाडीमा मान्छे भएर। त्यसैले टक्क अब हजुरलाई मेला सिनको भिडियो देखाउने छु है। ल है, टक्क बसबाट झऱ्यो। बाटोबाट निक्लेर अब टक्क अगाडि आइसकेको छ। अब मेला कत्न छ अलिक पर छ। भर्खरै झरेर अब हिँड्न लाग्छु। गाडी नै त्यस्तो बनाउनै पाएन यार, बिजेल मात्र यार। त्यही भएर बनाएन। अब टक्क हजुरलाई देखाउनु छु है। नजिक आइसक्यो। लास्टमा त उता जानु। अब जान लागेको छौँ है। यता उहाँ हो मेला हो। त्यहाँ मेला अनि हो त्यही ठाउँमा जाने हामी टक्क। के अरे दाइ फाइनली हामी टक्क मेला लाग्ने सीमा आइसकेको छौँ। टक्क अब काटिन्छ अनि हामी टक्क गइन्छ है। त्यहाँ सरहरू बस्नु भएको छ। कपिल वस्तु यता टिकट काटियो अनि टिकट काटेर बाँच्यो। अब हामी टक्क यता छिर्नेछौँ है। अरू देखाउने छु है। छिर्यो हामी अनि अब हजुरलाई अझै अगाडि पनि देखाउने छु। टक्क हेर्नु होला है मेला यस्तो लाग्दो रहेछ। यार यस्तो बिल्ला भयो यार। टिकट चाहियो भन्छन् यार। म त साइको भएर
यो बुझेन यार अगाडि झन्नै ढिला भयो नि फेरि यता जुत्ता सुन्न आयो नि ल टक्क हामी अब म सबभित्र छिरिसकेको छौँ हेर्नुलाई नास्ता खानालाई बोलाएर दाइले यार दाम भनेर नास्ता खानालाई हिँडिसक्यौँ टक्क पिङ हेर्नु है कस्तो छ पिङ अनि लास्टमा आएर खेल्न पाइयो है धेरै भयो त्यो नखेलेको अनि टक्क पिङ खेल्नलाई दाइले अब हजुरलाई देखाउने छु है खेलेको पनि टक्क हेरिदिनु होला माया गरिदिनु होला है ल है फाइनली हामी चढ्न लागेर हजुरलाई चढ्यो है हामी यहाँतिर गइसक्यो हामी घर जान लागिसकेको छ हेर्न पाएन बस पाएन भनेर डराएर गयो हेर्न पाएन टक्क घर हिँड्न लाग्यो है ल